मान्य सदस्यहरू, प्रतिनिधि सभाको आजको बैठकको कारबाही प्रारम्भ हुन्छ। मान्य सदस्यहरू, हाम्रो संसदको नियमित कारबाही अवरुद्ध भइरहेको आज करिब 2 हप्ताभन्दा बढी भइसकेको छ। मान्य सदस्यहरू सबै उठिरहनु भएको छ। नियमित कारबाहीलाई अगाडि लाँदै हाम्रा जिम्मेदारी पूरा गर्नको लागि आसन ग्रहण गरिदिन म अनुरोध गर्दछु मान्य सदस्यहरूलाई, सबै मान्य सदस्यहरू। मान्य सदस्यहरू, यहाँहरू सबै बोलिरहँदाखेरि केही पनि सुनिँदैन। त्यसैले गर्दाखेरि मान्य सदस्यहरू आसन ग्रहण गर्नुहोस्। म दलीय आधारमा प्रत्येक दलबाट एक जना मान्य सदस्यहरूलाई बोल्न म समय दिन्छु र यहाँका कुराहरू दलीय आधारबाट राख्नको लागि म वातावरण बनाउनको लागि आसन ग्रहण गर्न मान्यहरूलाई म अनुरोध गर्दछु।
मान्य सदस्यहरू, हामीले संसदको कारबाहीलाई अगाडि लानको लागि के राख्नुपर्ने विषय दलीय आधारमै राख्ने हो, त्यो सभामुखको अनुमतिबाटै राख्ने हो, अनि वातावरण बनाएर कार्यसूची अन्तर्गत गएर हामीले छलफल गर्नुपर्ने प्रतिपक्षले राख्ने, सत्तापक्षले राख्ने र सम्पूर्ण सांसदहरूले राख्ने ठाउँलाई त्यो वातावरण बनाउने हो। त्यसले गर्दाखेरि यो वातावरण बनाउनको लागि मान्य सदस्यहरू आसन गर्नुहोस्। दलीय आधारबाट कुरा राखिसकेपछि हामी नियमित कार्यसूचीमा जानेछौँ। त्यसैले अब त्यो दिशामा जानको लागि मान्य सदस्यहरूलाई आफ्नो ठाउँबाट आसन ग्रहण गरिदिनको लागि म अनुरोध गर्दछु। मान्य सदस्यहरू, सदन 2 हप्तादेखि अवरुद्ध छ। सदन देशका समस्याहरू छलफल गर्ने सर्वोच्च निकाय हो भन्ने कुरा हामीले छलफल गर्नको लागि वातावरण बनाउनुपर्छ र त्यो वातावरण बनाउनको लागि बोलिरहनु भएको मान्य सदस्यहरू आसन ग्रहण गरौँ। म दलीय आधारबाट फेरि पनि मान्य सदस्यहरूलाई समय दिन्छु र हामी विषय अन्तर्गत छलफल गर्दै जाने वातावरण बनाउनुपर्छ, नत्र सभा सञ्चालन हुन सक्दैन। सभा सञ्चालन नभएमा संसदले गर्ने काम गर्न सक्दैन र संसद प्राणहीन बनाउने कामहरू नगरौँ। त्यसको लागि म मान्य सदस्यहरूलाई अनुरोध गर्दछु। मान्य सदस्यहरू, तपाईहरू बसेर वातावरण बनाउनु भने मैले बोल्न दिन्छु भन्ने कुरा मैले भनिसकेको छु। तर एउटा प्रणालीमा एउटा सिस्टममा गएर मात्रै नै सभा पनि सञ्चालन हुनसक्छ, बोली पनि बोल्ने वातावरण हुन्छ र बोल्न सकिन्छ। त्यस कारणले गर्दाखेरि मान्य सदस्यहरू पहिला आसन ग्रहण गरौँ, अनि मैले के भनेदेखि मान्य सदस्यहरूलाई बोल्न समय दिन्छु। तर दलीय आधारबाट विचारहरू व्यक्त गर्ने र विषयमा जाने कुराहरूको लागि म फेरि पनि यहाँहरूलाई अनुरोध गर्छु।
मान्य सदस्यहरू, यहाँहरू सबै बोलिरहँदा केही पनि सुनिँदैन र आलो पालो बोल्नको लागि यहाँहरूले सहयोग नगरिकन सभा सञ्चालन गर्न सक्दैन। त्यसले गर्दाखेरि संसद बोल्नको लागि हो, तर विधिसम्म ढङ्गबाट बोल्नु पर्यो र विषय अन्तर्गत गएर छलफल गर्नु पर्यो र विषयलाई टुङ्ग्याउँदै पनि जानु पर्यो। त्यसैले गर्दा मान्य सदस्यहरू आजको कार्यसूचीको सम्पूर्ण कार्यक्रम यो सूचीबाट हटाएको कुराको जानकारी म यहाँहरूलाई गराउन चाहन्छु। मान्य सदस्यहरू, अब प्रतिनिधि सभाको अर्को बैठक 2082 साल जेठ 29 गते बिहिबार दिनको 3 बजे बस्ने गरी यो बैठक यहीँ स्थगित हुन्छ।